यहाँबाट चिप्ल्यो भने नो चान्स, चान्सै छैन। गाउँ त्यत्रो उकालो उक्लिएर आएर यो हेर्नु पाउँदा रमाइलो हुँदैछ नि। थकाइ मेटिँदो रहेछ होइन यहाँ आएर हेरेपछि है। हेलो गाइज, गुड मर्निङ फ्रम तिलिचो लेक। अहिले चाहिँ 6 बज्यो। हामी चाहिँ यो बिच बाटोमा आइपुगेको छौँ होइन। हेर्न सक्नुहुन्छ मान्छे तलतल आउँदैछ। मास्तिर यस्तो छ बाटो होइन। बिच बाटोमा आइपुगेको छौँ। राति बिहान भनौँ, बिहान 4 बजे उठेर हिँडेको। अहिले 6 बज्दा बिच बाटोमा आइपुगिएको छ है। 2 घन्टा भयो। अझै 2 देखि 3 घन्टा लाग्छ भन्छन्। सबभन्दा फर्स्टमा उठेर हिँडेको हामी हो। हामीलाई त कतिले ओभरटेक गरे कुरै नगरौँ। ओभरटेक सबैले गरे। बिस्तारै जाँदैछौँ होइन। आज अक्टोबर 12 कार्तिक 25 गते। यस्तो छ यहाँको बाटो है। हिउँ परेर चिप्लो छ। स्कार्फ लाछौँ हामीले। यो हाईले गर्दाखेरि यस्तो हुँदो रहेछ कि हिँड्न गाह्रो। 22 घुम्ती भन्ने आउँछ होला सायद। अब हेरौँ के हुन्छ है। साथ रहनु होला। बाटो कस्तो छ के छ तपाईँहरूलाई इन्फर्मेसन हुनसक्छ पछि आउन चाहनु भन्नेहरूलाई है त। हेलो गाइज, हामी चाहिँ अहिले 22 घुम्ती आइपुग्यौँ। बल्ल 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 बल्ल। ए टोली तलबाट आउँदैछन् सबै। कोही माथि जाँदैछ है। हामी चाहिँ हिँड्दैछौँ। थकाइ त यति लाग्दो रहेछ कि होइन कुरै नगरौँ। अब त्यहाँ मैले अलिक घाम लागेछ। घाममा तातिएर चाहिँ खाजा खानु पर्ला। यसो चक्लेट चस्मा नलाइ पनि नहुने, आँखा बिगार्छ। त्यो स्कार्फ लगाएपछि फेरि ठ्याक्कै बाफ पसेर भाटी देख्दैन। बिजोग हेर्नु त हिउँ कस्तो छ। ढुक्कै टल्के खायो अनि कहाँ हुन्छ जानु यस्तो पाराले। तल हेर्नु त मान्छे कति छ। 22 घुम्ती आउनु। अब यहाँ चिप्ल्यो भने गयो, नो चान्स। यहाँबाट चिप्ल्यो भने तल पुग्छ, नो चान्स। त्यही भएर स्कार्फ लगाएर आएको छु। अब घाम लागेपछि पग्लिन्छ। अब हामीभन्दा पछाडि आउने भने चाहिँ यो स्क्राफ यो हिउँ लाउने जुत्तामा लाउने काँडा एक्ज्याक्टली के हुन थाहा छैन। स्क्राप भन्थ्यो त्यही त होला। लगाएर चाहिँ आउनु होला। मेरो एकजना ब्रदर अगाडि हिँड्दै हुनुहुन्छ। हामी चाहिँ बाटोमा भेट भएको हो।
मेरो उहाँको एकजना दाइ पनि हुनुहुन्थ्यो दाइ मेरो साथी हैन हामी 5 जना थियौँ 2 जना भेट भएको अनि एकजना ब्रदर चाहिँ त्यहाँ हुनुहुन्छ म यहाँ छु एकजना दाइ चाहिँ रातभरि हाई लाएर भमिट गर्नुभयो आउन सक्नु भएन अब मेरो साथीलाई पनि गाह्रो भयो टाउको दुखेर अब मेरो साथीको साथीलाई नि हिजो भमिट गरेर मेडिसिन खाएर सुत्यो आउन सकेन हैन हामीलाई चाहिँ अब भगवानले साथ दिनुभयो आउँछु भनेर नहुने रहेछ कि सकिँदो रहन्छ यार भनेर मात्र नहुने रहेछ यस्तो गाह्रो हुँदैछ नि अलिअलि बानी भएको हुनु नि स्वास्थ्यले साथ दिनु पर्यो मोरालमा पनि हुनु पर्यो सक्छु भन्ने नत्र छैन बिजोग हुन्छ के भन्नु तिलिचो भन्नु के गर्नु मान्छेहरूले किन भिडियो म जान्न होला भनेर बनाउँछ भनेको त भाइरल हुन बना होला भनेको त मलाई थाहा भयो के मलाई साँच्चीकै पो यस्तो हुने रहेछ बिजोग अनि त्यही भएर पो रहेछ होइन त मान्छे कति छ त्यति छ भने कहाँ बसेर खाजा खाने ब्रदर एक ठाउँमा बसेर यसो अलिअलि खाने हो उता माथि घामले ताप पनि भएछ नि त हुन्छ ल हामी अब यो 22 घुम्तीको लास्ट घुम्ती सक्न आँट्यो अनि हामी खाजासाजा खायौँ हल्का है चक्लेटहरू अनि फेरि हामी अगाडि बढ्छौँ सबै ग्याङ कन्नै हुनुहुन्छ टुरिस्टहरू पनि पछाडि त्यस्तै अब हावा चल्छ नि दाइ अब हावा चल्छ नि चिसो हुन्छ है अब कति जति लाग्छ टाइम हजुर ए अझै 40 मिनट लाग्छ है झन् बस्यो भने खुट्टा जाम हुने रहेछ कि बस्यो उभियो भने खुट्टा चलाइराख्नु पर्ने रहेछ
बस्यो भने जाम भयो फेरि त्यो तात्नलाई टाइम लाग्ने रहेछ क्या चिसोले गाह्रो छ है रहर गरेर नहुने यार रहर गरेर मात्रै नहुने रहेछ ल ए फाँट आयो फाँट हिमालको फाँट बबाल ठाउँ आयो ल बबाल ठाउँ फोटोसोटो खिच्ने ठाउँ दामी रहेछ यहाँ चाहिँ ओ माई गड अनि के छैन त्यत्रो उकालो उकेलेर आएर यो हेर्न पाउँदा त रमाइलो हुँदैछ नि यस्तो राम्रो छ यार थकाइ मेटिन रहेछ होइन यहाँ आएर हेरेपछि है एकदम स्वर्गै त छ नि ठाउँ त इट्स हेभन बवाल ठाउँ आयो यार उकालो कटेपछि यो भ्यू देखेपछि होइन यस्तो मजा हुने रहेछ कि त्यो थकाइ मेटिने रहेछ क्या 22 घुम्तीको उकालो कटेर यो भ्यूज देखेपछि थकान सर्लक्कै मर्यो एकदम फ्रेस फिल भयो क्या है स्वर्ग जस्तै छ ठाउँ के भन्नु अब हेर्नु त चारैतिर हिउँ छ केही छैन गोरेटो मात्रै छ हिँड्ने फाइनली गाइस तिरिचो लेक आइयो है लेकको हाइट चाहिँ 2919 मिटर्स है तिरिचो लेक यही नै हो ठाउँ चल्यो यार यहाँ 5 मिनट भन्दा भन्न सकिँदैन होला त्यहाँभन्दा के भन्छ सबैभन्दा अग्लो ठाउँको ताल फाइनली बल्ल बल्ल घिस्री घिस्री आइयो यार ओ माई गॉड कहाँ सक्नु यार हावा चल्यो
ओ माई गड तल रहेछ है हुन्थ्यो त कता हो यही ताल हेर्नको लागि यहाँ माथि यहाँ अलिक कम हावा चल्यो हामी फर्केको अब है हावा चलेर बस्नै सकिन त्यहाँ 5 मिनट भन्दा यस्तो सास फेर्न गाह्रो हो क्या चिसो त्यस्तै अब तिलिचो भनियो यस्तै रहेछ है फाइनली गाइस हामी चाहिँ अहिले बेस क्याम्प आइपुग्यौँ बेस क्याम्प चाहिँ त्यही हो बिहान जाँदा मैले रात परेको थिएँ नि त 4 बजे गएको थिएँ भिडियो बनाएको थिइनँ भर्खर आइयो यहाँ बल्ल मऱ्यो जसरी यो खोला चाहिँ सब यो हिउँ पग्लेर आएको खोला हो कि यस्तो खोला उता छ यता छ 4-5वटा मिसेर मर्स्याङदी बनेको छ है हामी चाहिँ बल्ल मरेर यस क्याम्प आइपुग्यौँ अब आज यहीँ बस्न सकिन्छ होइन थकै लागेको छ है अब के हुन्छ हेरौँ अहिले सकियो भने हामी आज खानसार पुगेर बस्ने भनेको सकेन भने आज यहीँ बसिन्छ बिहान 4 बजे गयो 5 घन्टा लाग्यो हामी माथि पुग्न माथि जम्मा 5 मिनट बस्यो होला हावा यस्तो लाग्यो कि कुरै नगर मेरो हावाले गर्दा सास फाल्नै नदिने यस्तो सास फेर्न गाह्रो हुने बनाइदियो कि अनि 5 मिनट बसेर फर्किहाल्यौँ फर्किन 3 घन्टा लाग्यो जानभन्दा फर्किन यस्तो गाह्रो यो खुट्टा दुखेर अक्सिजन कम भयो जस्तो त्यो हावाले गर्दाखेरि ठ्याक्कै फर्किँदाखेरि हावा पर्ने रहेछ यस्तो गाह्रो भयो अब जाने मान्छेहरू तपाईँहरूलाई कस्तो भयो फिल भन्नुहोस् है मलाई त त्यस्तै फिल भयो आउँदाखेरि गाह्रो भयो होइन त्यही नै हो अब आयो भने सकियो भने फर्किन्छौँ अब बिहान 5 घन्टा अहिले 3 घन्टा 8 घन्टा हिँडिसक्यो अब खानसार पुग्न कम्तीमा 4 घन्टा 12 घन्टा हिँड्नुपर्छ दिनमा अनि कहाँ सकिन्छ यार मरिँदैन बल्ल आछ यार मरेर खुट्टा दुखेर बिजोग भएछ यहाँसम्म बाइक आउने भइदियो कति मजा हुन्थ्यो होला अहिले आनन्द हुन्थ्यो नि यही हो त्रिजो बेस क्याम्पको बजार है होटलहरू यति छ कहिले त लास्टै भिड हुने रहेछ अब अहिले त जाडो सिजन भएर होला बढी हिउँ परिसक्यो नि त मान्छे खासै नआएर होला अहिले ठिकै थियो जोस् ल तिलिचो बेस क्याम्पको हाइट चाहिँ यति छ है
4155 मिटर यो चाहिँ बेस क्याम्पको हाइट चाहिँ। ल अब यति नै हो भ्लग होइन। अब सकियो भने खानसार गइन्छ, सकेर भने बस्छौँ होइन। भ्लग यति नै हो। ल सी यू, बाइ बाइ गाइस।